हामीले सुरक्षाको दृष्टिकोणले मनिष झाले पहिला नै प्रवक्ताज्यूले प्रश्न पारिसक्नु भएको छ। हामी लगभग 3 बजे त्यहाँ पुगेका थियौँ। उहाँको सुरक्षाको विषयमा गेटमा लिएर आएर असरल्ल छोडिया छ र सुरक्षाको विषयका लागि हामी पुगेका हौँ। ती समाचारहरू मा मेरो त्यति ध्यान पुगेन छैन र ती चिजहरूलाई मैले अहिले केही बोल्न चाहिनँ। जस्तो फागुन 21 मा चुनाव हुने भनेर तपाईहरु लाग्नु भएको छ। अब बाचापत्र बनाउनलाई समिति पनि भइसकेको छ। तर हिजो मात्रै पूर्व प्रधानमन्त्रीले चुनावै हुँदैन, चुनाव मान्दैनौ, संसद पुनर्स्थापना हुन्छ भन्ने जस्ता कुराहरू दिनु भएको छ। छानबिन समितिका प्रतिवेदनलाई पनि मान्दैनौ भनिरहनु भएको छ नि। अब यस्तो छ, पछिल्लो राजनीतिक बदलिदो परिवेशमा जे जस्तै घटनाक्रमहरू भए ती घटनाक्रमहरूलाई जे यथार्थ छ त्यो यथार्थलाई हामीले स्वीकारेर अगाडि बढ्नुपर्छ। अब आगामी राजनीतिक घटनाक्रमहरू के हुन्छ भन्ने कुराको कसैले मान्ने नमान्ने कुराले हामीले त्यसलाई चाहिँ अनुमानको भरमा फेरि हाम्रा गतिविधिहरू हाम्रा धारणाहरू अलग गर्ने कुरा पनि आउँदैन। नियमित प्रक्रियामा अहिले अब जुन सरकार गठन भएको छ, यो सरकारको एउटा मुख्य जिम्मेवारी भनेको फागुनको निर्वाचन, फागुन 21 को निर्वाचन भनेर भनेको छ। त्यसकारणले अब एउटा जिम्मेवार राजनीतिक दल भएको हिसाबले उहाँहरूको कामलाई सूक्ष्म हामीले हेरिराखेका छौँ। तर त्यो सँगसँगै चाहिँ चुनावमा जानुको विकल्प छैन। समाजलाई एउटा गतिमा डोर्याउने भनेको फेरि पनि राजनीतिक एउटा ल्यान्डिङ गरेर नै हुन्छ। त्यो भनेको चुनाव हो। जनताले अनुमोदन गरेर नयाँ तरिकाले चुनावबाट फ्रेस म्यान्डेट आएर अगाडि बढ्छ भन्ने कुरा जनताको अपेक्षा पनि हो। त्यसकारणले अब कुन दलले के खालको प्रतिक्रिया दिइराखेको छ र ती प्रतिक्रियाहरूलाई जनताले कसरी हेरिराख्नु भएको छ त्यो अब जनताको आफ्नो मूल्याङ्कनको विषय भयो। तर अहिलेको परिवेशमा सरकारले चुनाव घोषणा गरिसक्यो र चुनाव घोषणाको लागि निर्वाचन आयोगले पनि केही मितिहरू चाहिँ टाइमलाइनहरू सेयर गरिसकेका छ। त्यसको आधारमा हामीले आफूलाई तयारी गर्नलाई हामीले थालनी गरेका हौँ। सविता गौतमज्यूलाई एउटा प्रश्न, एउटा जिज्ञासा, जस्तो तपाईँले भन्नुभयो अहिलेको राष्ट्रसभाको जुन एउटा जहाँ छौँ त्यो एउटा पनि फेरबदल हुँदैन भन्ने खालको कुरा हजुरले गर्दा भनेपछि अब आउने नयाँ साथीहरूको स्पेस चाहिँ कहाँ हुन्छ र? मैले भनिहालेँ नि, त्यो संवाद हुन्छ, समन्वय हुन्छ, सहकार्य हुन्छ। पार्टी नियमित प्रक्रियाले अब आज 3.5 वर्ष जस्तो लगभग भयो हामी पार्टी स्थापना भएको। हाम्रो साथीहरू हुनुहुन्छ। हाम्रो संवादमा पहिला नेगोसिएसनमा के कुराहरू आउँछ, कसका नेगोसिएसनका बटम लाइनहरू के हुन्, ती कुराहरूले तय गर्ने कुराहरू हुन्। मिल्नुपर्छ भन्दैमा कसैको पनि मेरो गोरुको 12 टका त हुन्न होला होइन। अब पार्टीमा आइसकेपछि सबैको एउटा मिड पोइन्टमा आउनु पर्यो नि, मध्यबिन्दुमा सबैजनाले आएर ल यसो चाहिँ गरौँ र देशको विकासको लागि हामीले राजनीति गरे हो भने हामी मध्यबिन्दुमा आइपुग्छौँ होइन। आफ्नो हितको लागि राजनीति गरे हो रहेछ भनेदेखि त्यो चाहिँ नि नबदलिने स्थिति हुन सक्ला होइन। अब पार्टी चाहिँ हामी भइसकेको कारणले एउटा चाहिँ लेजिटिमेट हिसाबले, आधिकारिक हिसाबले पार्टी स्थापना गरेर संसदीय अभ्यासमा हामी